प्रेम प्रस्ताव अस्वीकार गर्दा आज बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको घटनाबारेको थप अपडेटका साथ यहाँहरूमा आज उपस्थित भएका छौं। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल 11 बुद्धनगर बस्ने टीका विष्ट छेत्रीमाथि गोली प्रहार भएको हो। उनको कम्मरको माथिल्लो भागमा गोली लागेको बताइएको छ। रैनादेवी छहरा घर भई हाल बुटवल 11 बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनलाई पहिला लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज रिफर गरिएकोमा त्यहाँ पनि नसकिएपछि अहिले भने चितवन पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर राणाले बताएका छन्। विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै स्पष्ट नभए तापनि एक भारतीय युवकमाथि भने आशंका गरिएको छ। स्थानीयका अनुसार विष्टको केही दिन अघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनको संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ। घटनास्थल पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जानकारी दिएको छ। 29 वर्षीय अविवाहित विष्टसँग भारतीय नागरिकले एकतर्फी प्रेम गरेको र युवतीले भने अस्वीकार गरेपछि गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी राणाले बताएका छन्। विष्ट बुद्धनगरमै साझेदारीमा होटल सञ्चालन गर्दै आएकी थिइन्। उनीमाथि एक भारतीय नागरिकले आज बिहान 9 बजेतिर गोली प्रहार गरी फरार भएका थिए। घटनास्थल र वरपरका सीसीटीभी फुटेज हेर्दा शनिबार बिहान 9 बजेतिर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक व्यक्तिले घरको ढोका खोली गोली प्रहार गरेर सोही मोटरसाइकलमा नै चढेर फरार भएको देखिएको प्रहरीले जनाएको छ। प्रहरीसँगको सामान्य कुराकानीमा पनि घाइते युवतीले आफूलाई केही महिनादेखि सितारे आलम अन्सारी भन्ने भारतीय नागरिकले विवाह गर्न पटक पटक दबाब दिँदै आएको र गर्न नमाने मारिदिने भन्दै धम्की समेत दिएको बताएकी छिन्। केही दिन पहिले बिहे गर्न दबाब दिएको र नगरेमा गोली हानेर मारिदिने भन्दै भिडियो कल मार्फत नै पिस्तोल देखाएर धम्की दिएको युवतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोही व्यक्तिले यसअघि केही महिना पहिले पनि खत्रीलाई बुटवलमै आएर अपहरण गर्ने प्रयास समेत गरेको पाइएको छ। त्यतिबेला बुटवलमै आएर जबरजस्ती लैजान खोजेको अवस्थामा स्थानीयवासीले सम्झाइ बुझाइ गरेर पठाएको प्रहरीले बताएको छ। त्यसैगरी स्थानीय र त्यो होटलका घरबेटी समेत रहेका व्यक्तिका अनुसार भने गोली प्रहार गर्ने ती युवक यसभन्दा पहिले पनि त्यहाँ आइरहने र ती युवतीलाई मन पराउने गरेका थिए, तर उनले अस्वीकार गरेको बताउँदै आएकी थिइन्। केही दिन अघि दुवैजना बीच भनाभन पनि भएपछि शान्त भएको बताइएको छ। शनिबार भने गोली प्रहार गरेर फरार भएपछि रूपन्देहीका चारैतर्फका नाका बन्द गरेर खोजी भइरहे